राजा ल्याउने कसले राजा ल्याउने कसले त्यो कुरो समयले बताउँछ जबसम्म नेपाली जनताको प्रत्येक नेपालीको घर घरमा राजाको फोटो राखेर हे भगवान हामी मर्ने भयो हाम्रा छोरा चेली बेटी भाइ भतिजा मामा काका काकी सबैलाई यी पार्टीका नामका यी फिरन्ते यी घुमन्ते यी पिचास नर पिचासहरूले सम्पत्ति लुटे छोराछोरी करणी गरे सबै सर्वनाश गरे हे राजा हामीलाई बचाऊ भनेर फोटो राखेर पूजा गर्नुपर्छ अनि बल्ल राजा आउने हो अब हेर्नुस् राजाको फोटो राजावादीको घरमा छ कि छैन अब त्यसको पनि अनुसन्धान गर्नु पर्यो राजावादीहरूले ए मिडियाकर्मी साथी मेरो छातीमा राजाको फोटो छ म कसैको घरमा राजाको फोटो छ कि छैन हेर्न भनेर जान्न जो सच्चा राष्ट्रभक्ति छ जसले माटो बोल्छ त्यो व्यक्तिको छातीमा राजाको फोटो हुन्छ तपाईको घरमा छ कि छैन हेर्नुहोस् मेरो त आफ्नै छातीमा छ त भने घरको कुरा छोडिदिनुहोस् न म त मर्न भनेर हिँडेको हो फ्रिज नट इज आई एम नट इज एनी प्रब्लम हनुमानले राजा भन्दा ठुलो यो देशमा अरू कोही पनि छैन अब भन्नुस् अब फेरि राजालाई फिर्ता ल्याउनुको लागि तपाईँ राजावादीहरू अब के काम गरेर अगाडि बढ्नुहुन्छ जनतालाई कसरी चित्त बुझाउनुहुन्छ भन्नुहोस् जबसम्म घैँटोमा घाम लाग्दैन तबसम्म राजा गद्दीमा बस्ने होइन घैँटोमा घाम लाग्न पर्यो कसको घैँटोमा घाम लाग्नु पर्यो राजावादीको कि लोकतन्त्र गणतन्त्रवादीको लाग्नु पर्यो यहाँ कांग्रेस एमाले माओवादी खाओवादी झाओवादी जति छन् नि सबको घैँटोमा घाम लाग्न पर्यो क्या घैँटोमा घाम त्यो घैँटोमा घाम नलागिकन यिनीहरूको चेतनाको अभिवृद्धि हुँदैन एकचोटि इङ्ग्लिसमा दिनु त ल हिँड्नु पर्यो अब तपाईँ इङ्ग्लिसमा स्पिक गर्नु रे Yes, I am speak English here. Yeah. We want to warn you are come from here to dialogue to Republican system is failed Nepal. Not is success this mission. Yes, thank you very much. My name is Raju Kumar Bhatt. Very short. थ्याङ्क यू Very short English. कपडा लाउन Little long. कति हुँदाखेरि अमेरिका पनि थिएन इन्डिया पनि थिएन चाइना पनि थिएन र रसिया पनि थिएन समुद्र मुनि दलदलमा माछोहरूको रूप लिएर बसिरहेको थिए खैरीहरू रसियनहरू माछो भएर बसिरहेको थिए पानी मुनि इन्डियनहरू काला इन्डियनहरू माछो पानी मुनि थिए हाम्रो देश नेपाल त्यतिखेर उत्पत्ति भएको कि जुन बेलामा सत्ययुग भगवान शिवले राज गरेका थिए फेरि बनायो यो माटो राजाले बताइदिनुहोस् जनता जान्न चाहन्छ यहाँ सुन्नुहोस् यदि राजाले यो माटो ब्रिटिससँग लडेर देशका खोला नाला डाँडा काँडाबाट विदेशीसँग ढुङ्गा मुढा मट्टीतेल भेडाको जिउमा पराल बाँधेर मट्टीतेल खन्याएर भेडालाई खैरेहरूसँग लगेर्न लगाएर देशलाई स्वतन्त्र बनाउने को थियो त्यतिखेर हाम्रा राजा बडा महाराज पृथ्वीनारायण शाह विगतका इतिहास हेर्नुहोस्